म चाहिँ अब सन्दकपुरदेखि निक्लेको होइन, फालुट जाने हिँडेर ट्र्याकिङ। अन्त यस्तो दामी सिनहरू छ हेर्नुहोस्। फालुट गएर श्री खोला हिँडेर जाने। अन्त अब यहाँदेखि स्टार्ट जर्नी भयो, सुरु गरेको बिहानको। यो कति बज्यो? 8:30। हो हाम्रो घुम्ने म्याप चाहिँ यो छ। माने भन्ज्याङदेखि हामी उकालो उकालो तुमलिङ हुँदै जौबारी हुँदै गैरीबास हुँदै माथि माथि खैकाटे कालपोखरी लेकहरू हुँदै हामी सन्दकपुरमा एक रात होल्ड गऱ्यो। हामीलाई 3 बजीतिर पुऱ्याइदिएको थियो। 3:30 बजीतिर फोटो बिचमा बाटो खिच्दै फोटो खिच्दै साइट सिनहरू गराउँदै। त्यहाँदेखि हाम्रो प्लान चाहिँ भोलि उठेर चाहिँ यो सिधै गएर चाहिँ सदरमुकाममा चाहिँ गएर चाहिँ फालुट जाने प्लान थियो। त्यहाँदेखि ओह्रालो झरेर चाहिँ हिँड्दै ओह्रालो झरेर चाहिँ श्री खोलामा चाहिँ अब श्री खोलाबाट चाहिँ हामी घर फर्किनेवाला थियो। बिहानको यो जर्नी स्टार्ट भयो। यो चाहिँ बिहानको 8:30तिरको बिहानै मुखसुख धोएर खाजासाजा खाएर होइन, मुख पनि धुइनँ मैले त। पानीको अलिकति स्क्यारसिटी रहेछ। माथि डाँडा भएर चाहिँ मुनिबाट पानी तानेर ल्याउनु पर्ने रहेछ। अन्त बाथरुमतिर पानी हालिदिएको थिएन। दुई भाइले चाहिँ धुयो होला, मैले चाहिँ धुइनँ। त्यहाँदेखि हाम्रो जर्नी स्टार्ट भयो। अन्तसम्म हेर्नु होला, यस्तो दामी दामी सिनहरू छ कि तपाईँहरू आँखा घरमै बसेर यस्तो दामी भ्युजहरू हेर्नु पाउँछ क्या। त्यो सन्दकपुर कस्तो रहेछ होइन, फालुट कस्तो रहेछ, यस्तो दामी दामी घरमै बसेर तपाईँले हेर्नु सक्नुहुनेछ। अन्तसम्म हेर्नुहोस् नकाटिकन होइन। तपाईँले मजा लिनु छ भने चाहिँ घरमै बसेर मजा लिनु छ भने चाहिँ अन्तसम्म हेर्नुहोस्। जति डाँडा काट्छ त्यति दामी दामी हुँदै जाँदो रहेछ। यो त अब फर्स्टको नजारा मात्रै हो, हेर्दै जानुहोस्। सानो खालको गुराँसहरू फुलिरहेको थियो, 1-2वटाले चाहिँ। तपाईँले चाहिँ होइन बुसेस टाइपको गुराँस हुँदो रहेछ, पातहरू चाहिँ गुराँसकै टाइपको थियो, फुल चाहिँ घन्टी जस्तै टाइपको। अन्त त्यो खालको चाहिँ पुरा रहेछ। ठुलो गुराँस चाहिँ छैन रहेछ, सानो गुराँस चाहिँ हेप्पी ड्याम रहेछ। नमोबुद्धमा हामी बसेको त्यही हो जग्गा। ठुलो गुराँस चाहिँ फुलिसकेछ पहिला नै, अब अप्रिल मेतिरै। घाम त दामी थियो। यो पनि गुराँसकै बोटहरू सबै सानो खालको गुराँस। मिठी निकालिदिँदा हो एकछिन भाइ। जहाँ गए किन लाग्छ दामी जग्गा रहेछ। स्टार्ट भयो भ्यूहरू चाहिँ अब नजराहरू चाहिँ यस्तो छ। त्यही बाटो हुँदै हुँदै हामी चाहिँ फालुट जाने। हामी फालुट पुग्नु आँट्यो। यता साइड नेपाल, यता साइड इन्डिया। पाकडन्डीहरू पुरा रहेछ, सिमाना छुट्टाको पिल्लरहरू पुरा रहेछ। किलोमिटरै पछि हेर्नुहोस् त क्या दामी नजारा छ। घुम्ने लायकको अप्रिल मे अन्त नोभेम्बर अक्टोबर नोभेम्बर चाहिँ घुम्ने सिजन रहेछ यहाँको। हामी चाहिँ अफ सिजनमा गयो, तर वेदर दामी भयो। अब यो पनि सिजन दामी थियो। जुन 2 तारिक चौतारा पर चौतारा रहेछ बस्ने ठाउँ। एकै जग्गा मात्रै रहेछ त्यहीँ बस्ने ठाउँ। एकछिन रेस्ट गऱ्यो हामीले होइन, गफसफ गऱ्यो।
यहाँदेखि चाहिँ फालुट पुग्नु चाहिँ 17 किलोमिटर अझै चौडी गाईको जाउँ भनेको थियो झाडीमा लुकिहाल्यो आम्मामा हेर यो बाटो लजालु टाइपको हुँदो रहेछ मान्छे नदेखेर होला मान्छेसित भागिहाल्दो रहेछ त्यो चौरी गोठ रहेछ हेर्दै जानुहोस् अब त झन् दामी दामी चौरी पाल्ने गोठ सिन भेट्दै जान्छ भेटेको गुराँस चाहिँ यस्तै मात्रै फुलहरूले हाम्रै लागि पर्खिएको रहेछ सानो खालको गुराँस वेट गरिरहेको जस्तो लाग्यो मलाई तर पनि दामी फोटो पनि लिएँ होइन यो खालको गुराँस मात्रै हुँदो रहेछ अब फुलिरहेको थियो जुन जुन 1 तारिक आज र पनि फुलिराखेको रहेछ हाम्रै लागि फालुट अझै 16 किलोमिटर स्टिल हामी 4-5 किलोमिटर चाहिँ हिँडिसकेछ जङ्गलहरू दामी थियो चराहरू कराइरहेको थियो होइन प्योर अक्सिजन 100% प्योर अक्सिजन यस्तो मिठास हावाहरू थियो चराहरूको आवाज चौरी गाईको घन्टी बजेको बाइक अरू केही थिएन यति साह्रो सुनसान पिन ड्रप साइलेन्समा चाहिँ हाम्रो खुट्टाको आवाजहरू मात्रै आउँदै थियो क्र्याक क्र्याक गर्दै होइन यस्तै हो नि जङ्गलहरूमा चाहिँ मैले देखेँ 3-4 प्रकारको धुप्पीहरू मात्रै थियो यस्तो दामी दामी थियो कति धुप्पीको यस्तै ठुटाहरू मात्रै थियो चट्याङले हिर्काएर ढालिदिएको जस्तै कतिवटा बुढो भएर लडिरहेको थियो त्यत्तिकै अलिकति सर्टकट अलिकति भए पनि सर्टकट रहेछ यत्रोको लागि घुम्नुभन्दा चाहिँ आम्मा मिठी स्विजरल्यान्ड भन्दा कमी छैन रहेछ दामी नजारा हेर्नुहोस् हामी चाहिँ सिङ्गलीला नेसनल पार्क एरियाभित्रै छ रेड पान्डाहरू पनि भेट्ने चान्सेस हुन्छ अरे तर हामीले चाहिँ भेटेन रेड पान्डाहरू चाहिँ भेटेन रोडेन्टहरू चाहिँ देखेको थियो सानो सानो मुसाहरू चाहिँ देखेको थियो फुलहरूको बिचमा खाँदै गरेको होइन सुत्तै लुकिहाल्ने भागिहाल्ने एसएसबी क्याम्पहरू चाहिँ धेरै रहेछ पुरा चेकिङ पनि हुँदो रहेछ आधार कार्डहरू माग्दो रहेछ कहाँबाट आएको भनेर एसएसबी क्याम्पतिर चाहिँ नेपालको चाहिँ थिएन इन्डियाको चाहिँ थियो 3 जना रेस्ट गऱ्यो एनर्जी बुस्ट गऱ्यो त्यहाँदेखि फेरि लाग्थ्यो घुम्दै जाँदा एउटा कुरा अब भन्दै देखाउँदै जाँदा एउटा कुरा भन्नु मन पर्यो ब्याकप्याकहरू चाहिँ हेभी पानीहरू बोकेर भक्कु पानीहरू बोक्नु भक्कु लुगा फाटा जुत्ताहरू चाहिँ बोकेर जानु हुँदैन रहेछ आम्मा हेभी गुरुङ भएर साह्रो पर्दो रहेछ हिँड्दै जाँदा चाहिँ थाकेर त
एक बोतल पानी पनि 1 केजी जस्तो लाग्दो रहेछ गोरुङ आम्मा। त्यहाँदेखि जुत्ताहरू चाहिँ राम्रो कम्फर्टेबल स्पोर्ट्स सुहरू लगाएर गएको राम्रो रहेछ, ग्रिपहरू भएको, जग्गा जग्गा रातो माटो चिप्लो बाटोहरू पनि रहेछ होइन। त्यही भएर खानेकुरा पनि ठिकठिकैको मजाको, क्याडबेरी चक्लेटहरू, बिस्किटहरू, एनर्जी ड्रिङ्कहरू, सानो सानो बट्टाको एनर्जी ड्रिङ्कहरू बोकेर गएको राम्रो हुने रहेछ। हामीले पनि त्यसै गरेको थियो, अन्त सुबिस्ता भयो। लुगाहरू धेरै थिएन, सानो सानो ब्यागहरू थियो। 2-3 दिनको टुर मात्रै भएर हामीले त्यस्तो झोला तुम्डी कुनि केहरू चाहिँ लगेको थिएन। त्यही भएर सजिलोसितले वक गर्नु पायो होइन। हाइटको कारणले गर्दा सासमा दिक्कत, लङ्समा अलिकति एफेक्ट हुँदो रहेछ, त्यही भएर फ्याँ हुँदो रहेछ। अन्त हल्का फुल्का बोकेकै राम्रो। पर्खिनु जता आँखा घुमाए त्यतै राम्रो यार। पर देख्दै गरेर घर छ नि, त्यो चाहिँ नेपाल रहेछ। नेपाल त्यहाँ सानो दोकान रहेछ। दोकान सानो पनि होइन, बस्दाफरि पनि हुने खालको होला सायद। मान्छे चाहिँ थिएन हामी जाँदा चाहिँ। दाजु दाजु भन्दै बोलायो, मान्छे निक्लिएन। सानो काठको रोटी पिङ पनि बनाएको रहेछ। नेपाल घोडाहरू पनि पालेको थियो, घोडाहरू पनि चढिरहेको थियो, उनीहरूकै होला सायद। नेपाल
इन्डिया, यो भारत, दिस इज नेपाल। तालको पानी माछाले खाने। उकालो चाहिँ जेनेरेटरले तान्नु पर्ने रहेछ तालको पानी। दार्जिलिङको हाइस्ट अल्टिट्युडमा भएको प्लेग्राउन्ड चाहिँ यो 3636 अल्टिट्युड। सानो 4 जना खेल्ने रोटिपिङ पनि रहेछ, काठको रोटिपिङ मान्छेले घुमाउनु पर्ने होइन। यो नेपालको दोकान रहेछ, नेपालपट्टिको दोकान बन्द थियो, चिच्चायो, करायो चिच्चायो, मान्छे चाहिँ छैन रहेछ। अन्त हामी आफ्नै बाटोतर्फ लाग्यौँ, अर्को फेरि भिडियोहरू खिच्नु।